यो चाहिँ मकैको पुवा मकैको पिठोको जाडो छ आगो पनि ताप्दै गर्नुपर्छ अन्त पुवा बनाएर खानुपर्छ तातो हुन्छ पुवा भनेको कोले जान्दैछ हौ साथीभाइ हौ म त उहिले सानामा खान्थेँ कि साह्रो पो म त बनाएर खान्छु यस्तो पहेँलो मकैको हेर्नु नि हो पिठो दामी छ होइन ल है यसरी खाउँ है हल्का आगो कम्ती आगोमा पकाउनुपर्छ यसरी